हजुर यसो आगोले बत नमाली के नै यहाँबाट हिँड्नै नसके जसरी आयो यहाँ त लाउनु एक्सिडेन्टीहरू पनि थियो कि त्यति बेला साइजहरू गनाएर फाल्दियो होला नि बाहिर काट्ने हुँदै थियो कहिले हो पिसाब गर्ने हुन्छ नि त त्यस्तो खालको पत्ताले है पातले गरेर हामीले असर पर्दैन तर म चाहिँ पौडको काँडाहरू छ क्या यहाँ खस्यो भने त परिहाल्छ नि पौडको काँडा फेरि हुन्छ कि फिल पर्छ कि उकालेर लगेर राखिदिए जस्तो पाहाडहरू छ हेर यो ढुङ्गा त पछि त मक्कै जान्छ नि हेर त अहिले त झन् खतरा भइसक्यो त के हो मैले त फर्स्ट टाइम हेरेँ मैले त देखेकै हो पहिला यस्तो त भएको त मैले कहिले पनि देखेको थिएन त यस्तो पानीमा गएर गाह्रो हुन्छ क्या हेर है तिमीहरू त यहाँ छ नि है मैले अराइदिन्छु है म अराइदिन्छु यसलाई अराइदिन्छु खालो पिच्छे डेन्जर है मैले खतरा हो नि फर्स्ट टाइम देखेर मैले हो र भने पुछाड मार्दैछु भयो के साह्रै त नहुनु पर्ने हो हावा त लियो त के घुसेर हुन्छ पनि यो फालेर फेरि गयो भने एक हप्तापछि आयो भने फेरि यस्तै हुन्छ नि कति साह्रै हो पनि चाले हो के चिज हो कि चाएर नापेको नि त पहिला हामीले जिडब्ल्युएसको चाहिँ हालेको थियो नि त ए त्यतिखेर हाल्दाखेरि सबै कागज भएको होइन त्यतिखेर किनभने पानी नापेको पनि यो पाक्ने चाहिँ भदौमा ए जति भने नि छ अनि भदौमा फेरि जुगाउँछ है त्यहाँ फलेर रहेछ नि त टन्नै यार फुल फुल्दै रहेछ यतातिर गयो भने भिडियो गरेर फेरि कस्तो दामी है पात फेरि चिलाउनेको बुटको चाहिँ महँगो हुँदो रहेछ यो जरा हो कि यो उसै हो माइला यो गेडा हेलो कस्तो स्पेसल चाहिँ भाइ हजुर बाबु अहिले 1 बजेभित्र आइपुग्छु बाबु खानु मिल्छ खानु खानु त्यो गेडा निकालेर खानु खानु तपाईँ ल
त्यो कि कालो नि हो यो रातो ए यसरी पाकेन अलि कालो कालो हुन्छ कि माइला खाऊ एकदम गुलियो हुन्छ वाउ मिठो छ के भएर खस्यो नि त यो धेरै पाकेर खसेको होला नि रुखा भन्दा भयो भरि रुखा त चाखियो काबुल पुट्ठो समस्याहरू गर्नु पर्यो भाइ असमा चौधरीलाई वाउ यो रुखमा कार्की बुढोले फेरि काट्न चाहिँ जानु पर्दैन कि सब गाह्रो चाहिँ बल्ल देखिन्छ यो जग्गा चाहिँ नदिएछ क्या केटो नदिएछ क्या अझै केटो लाल पोचामा छ म चाहिँ जान्दिनँ मैले पनि जान्दैन राम्रै छ यो भित्रको खानु त अनि बाहिरको खानु भयो मान्छे छैन सफा छ नि सोही म के पञ्चायत काका लिएर बाइकमा आएको छु कि यो बाटो यो बेटा यो खोल्सा छ नि यो सब खोला हो कि ए यो यसरी गयो होइन मैले त्यो बाटो यहाँ मुनि झऱ्यो खोल्सा हो त्यो खोला छ कि 12 चोटि चढ्नु पर्छ त्यो बाख्राले यहाँले नि खान्छ रूपकुटमा आएको हो नि कि यो डाँडाहरू त्यो टावर हो चितानी कान्छ भन्छ है चितानी कान्छको छोरा फोन सुन्नु भएको थाहा हुन्छ अब एउटा अर्थ त लाग्छ हेर त्यो अब तिम्रो विचार चाहिँ डक्टर बनाउने थियो होला ड्राइभर धुर्याहरूको को बस्थ्यो नि त्यहाँ है रामे दाईहरू बस्थ्यो है रामे बाउ त्यो गोपालहरू त्यो छोराहरू चिन्छ अहिले त छोरो विदेश गयो अरे के अरे उसो घुर्मेको बुहारी मामले त फेरि डेन्जर गर्नुहुन्थ्यो नि त फलफुलदी होइन चराचुरुङ्गी अनि अब त्यही पाउनु हुन्छ प्राउन पनि हुन्छ झिङमा चाहिँ अनि यो चाहिँ के हो त यो त लोकल हो यहाँको गरेर माछा के हो नि असला त होइन अलिक पाउँदैन बाबुआजले चराहरूको नाम छ नि त है खाएको है त्यसले खान्छ यो त एक पाउ त हुन्छ होला है यो खिरु त अलि पाके हैन खिरो हो र यो खिरा यो यसको त दबाई हुन्छ अरे नि त यसको मासु हुन्छ त हर्साको हुन्छ फिरोज काका परवेश दाई म को फिरोज काका आजमा गुडी खोलामा को खाइछन् कता कहाँ हो थाहा